पनि यस्तो भयानक दृश्य छ रतनपुरको। हेर्नुस्, चारैतिरबाट यो कालो बादलले घेरिसकेको छ निजगढलाई। अहिले पूर्वतिर जाँदैछ हैन, हावाहुरी पनि सँगसँगै आइरहेको अवस्था छ। अहिले एकदमै डेन्जर छ अहिले। हावाको स्पिड हेर्नुहोस् त, घर हलिरहेछ गाइजहरू, घर। ओहो झैट। ल गाइज, अहिले चाहिँ पुरै शान्ति हैन, तुफान पछिको, वृष्टि पछिको शान्ति अहिले देख्न सक्नुहुन्छ। यस्तो राम्रो दृश्य छ नि अहिले। माथि माथि हेर्दा कालो बादल छ, तल जमिनमा हेर्दाखेरि हेर्न सक्नुहुन्छ सुन टल्केको जस्तरी नै जमिन टल्किरहेछ अहिले गाइजहरू। हेर्नुहोस् कस्तो राम्रो देखिरहेको छ अहिले। लागिरहेछ घाम चाहिँ जमिनमा आइसक्यो लागिरहेछ अहिले गाइजहरू। झन् त्यसमाथि नै यो इन्द्रेणीको प्रवेशले यो धरती एकदमै सुन्दर बनेको छ अहिले हैन। हेर्नुहोस् त गाइज, कत्रो ठुलो इन्द्रेणी लागेको हैन। दुईटा जस्तो देखिरहेछ, यत्रो ठुलो छ गाइजहरू। एकदमै हेरौँ हेरौँ जस्तो लाग्ने वातावरण छ अहिले।